दाइ नमस्ते। नमस्ते काशीदेले राशिदेले शेर्पा होमस्टे हैन त? यो बगानमा छ सिन्धुपाल्चोकको। अनि तपाईको होमस्टे त माथि चोकर मकरमा पनि रहेछ हैन अहिले त? चोकरमा पनि छ सर। अनि मास्तिर बाटोमा पनि बनाउँदै हुँदो रहेछ अहिले? बाटोमा हल्का पो एउटा बनाएको छ त्यहाँ। कति धेरैवटा त हौ? अब के गर्ने सर, अब यहाँ यही केही पनि के अरे आम्दानी छैन। त्यो शान्ति नै त्यो होमस्टे राखेन भने के खाने? कति वर्ष भयो सुरु गर्नुभएको यो होमस्टे? होमस्टे सुरु गर्नुभयो चाहिँ मैले सर अब लगभग 4-5 महिना जति भयो। यही पनि 4-5 महिना मात्रै भयो? यहाँ त अहिले भर्खर सुरुवात हो सर। ए हजुर। माथि चोकर मोकरमा चाहिँ यहाँ त्यति धेरै मान्छेहरू पहिला धेरै आउँदैन पनि, त्यो भर्खर आउन थाले धेरै। अब यो 1 वर्षदेखि अगाडि चाहिँ सुरुवात भयो। 1 वर्ष अघिदेखि चाहिँ धेरै भयो। अलि वर्ष मतलब मान्छेहरू बढिरहेको छ आउनेहरू हैन? आउने जाउने बढिदिएको। 12 महिना उतिकै त हुँदैन होला? 12 महिना त हुँदैन सर यहाँ। के महिनामा अलिक बढी हुन्छ? अब यो भदौ असोजदेखि चाहिँ सुरुवात हुन्छ। असोज, कार्तिक, मङ्सिर, पुष, माघ, फागुन, चैत, वैशाखसम्म चाहिँ अब अहिले यो नयाँ वर्षसम्म चाहिँ सुरुवात हुन्छ। तपाईहरु पहिला यो गर्नुभन्दा पहिला पनि यहाँ त के तपाईहरु व्यापारै गर्नुहुन्थ्यो कि यताउता के कुराहरु के गर्नुहुन्थ्यो? यहाँ अब हल्का फुल्का व्यापारहरू चलाउँथ्यो मैले सर। यता तातो पानीतिरबाट सामानहरु यताउता त्यस्तो गर्दैन सर मैले। यहाँ यहीँको चौरीको घिउहरु, छुर्पीहरु लिएर बेच्न लाने काठमाडौँ लाने। तपाईको अनि कति जना छोराछोरी चाहिँ? जम्मा 7 जना छ सर। 7 जना बच्चा। छोरा कति जना, छोरी कति जना? छोरी 4 जना, छोरा 3 जना। छोरा 3 जना। तपाईहरु 2 जना चाहिँ 9 जना। 9 जना सर। तर यहाँ घरमा त तपाईहरु 3 जना मात्र, 2 जना मात्रै देखिन्छ अहिले त हैन? बडे बुढी मात्र छ, भर्खर बिहे गरेको छ, बडे बुढी मात्र बसिरहेको छ। कति सालमा बिहे गर्नु भएको? हजुर, कति सालमा बिहे गर्नु भएको? मैले त्यस्तै 20-22 वर्ष हो। 20-22 वर्षको हुँदाखेरि अहिले कति वर्ष हुनुभयो? अब 53 वर्ष भयो सर। 53 भन्दा 33-34 वर्ष भइसक्यो हैन? बिहे 20-22 वर्षमा गरियो, 7 वटा छोराछोरी जन्मियो, अब अहिले फेरि भर्खर बिहे गरे जस्तो बुढाबुढी मात्रै भयो। बुढाबुढी मात्रै भयो। अनि कहाँ गयो त छोराछोरीहरु? 3 वटा जति फ्रान्समा छ सर। फ्रान्समा? अन्त अरूहरु चाहिँ यहाँ पढाउँदैछ। यो दुईटा इन्डियातिर पढ्छ। सानो छोरी काठमाडौँमा पढ्छ। माइला छोरा उता यो काठमाडौँमै पढ्छ। काठमाडौँमै पढ्छ। कान्छी साइली र कान्छा छोरा चाहिँ इन्डियामा छ। इन्डियामा पढ्छ। त्यहाँ पनि पढ्दैछ उनीहरु? पढ्दैछ सर। अनि सबैजना पढ्ने भयो। अब पढ्ने भएपछि घर छोड्नु परिहाल्यो। घर छोड्नु भयो अब हैन? अनि पुरा त्यो त तपाईको त अब बाहिर भएको छोराछोरीहरुसँग कुराकानी यताउता त हुन्छ होला हैन? भइरहन्छ। अब सबै गाउँको धेरै मान्छेहरुको अहिले त बाहिरै छ छोराछोरीहरु। सबै पढाइ सबै बढी हो। यहाँ त बडे बुढी मात्र छ। सबै घरमा है? कि त पढ्न बाहिर गएको छ, कि त काम गर्न बाहिर गएको छ। अब यस्तो उनीहरु अब काम गर्नुले नि छ, गइदिएर पढाइले नि छ, त्यसरी गइरहेको। तपाईले घर चाहिँ तपाईको पहिला नै यही हो कि पहिला अन्तबाट फेरि यहाँ आउनु भएको? पहिले भूकम्प भन्दा अगाडि यो यहाँ बनाएको थियो मैले सर। भूकम्पले भत्काइदियो। त्यसरी पछाडी चाहिँ फेरि भूकम्प पछाडी चाहिँ यो बनाएको छ मैले। तपाईहरु दाजुभाइ कति जना? 6 भाइ हो चाहिँ। अनि छोराछोरी? त दिदी बहिनीहरु? दिदी बहिनी 2 वटा दिदी बहिनी छ। अनि अरु दाइ भाइहरु चाहिँ कहाँ हुनुहुन्छ त? कोही काठमाडौँतिर छ, कोही बाहिरतिर छ। यहाँ तपाई मात्रै हुनुहुन्छ बगाममा चाहिँ? बगाममा चाहिँ माइल दाइ र म बस्छ। अब दिदी बहिनी त बिहे गरेर गइहाल्यो हैन? अनि सर। अनि तपाईले देख्दाखेरि नि तपाई सानै बेला हुने बेलाको तपाईको कान्छो छोरी जस्तै हुने बेलादेखिको गाउँ र अहिलेको गाउँ के बदलियो, के फेरियो, कस्तो पाउनुहुन्छ? अब पहिले त अब उमेरमा त यहाँ वस्तु पालन गर्थ्यो, जंगलतिर गोठकोटमा पाल्छ। अब अहिले त्यतिखेर अब बच्चाहरु पनि अब यहाँ विदेश जाने चलन थिएन, सबै गाउँमा हुन्छ। रमाइलो अब म्युजिक गिजिगिनु पनि भयो थियो। अब अहिले चाहिँ सबै विदेश जानेले गर्दाखेरि गाउँमा छ, अब बडाबुढी मात्र छ। घर चाहिँ थुप्रो छ फेरि। घर चाहिँ धेरै छ, मान्छे चाहिँ छैन सर। सुनसान छ। सुनसान छ सर। अनि खेती मतलब यहाँ मकै कोदो, मकै अनि त्यसपछि आलु हुँदैन सर। यहाँ पहिला के रोप्नुहुन्थ्यो? पहिला चाहिँ हामीले उयो तल चाहिँ अब अलिकति यो गहुँ रोप्थ्यो, आलु लाउँथ्यो। अरु त्यो केही पनि आउँदैन। अहिले त केही लगाउँदैन हैन? अहिले केही मान्छे पनि छैन। सबै अनि बाटो आएसँगै बाहिरबाट खाने कुराहरु पनि त आयो नि हैन? सबै अब सबै आयो। पहिले त हामीले अब धेरै टाढा किन्न जान्थ्यो। अब सबै घरमा पुराउनु पर्यो सर। तपाईहरु सुरुमा त्यो नुन तेलहरु गर्न यहाँबाट कहाँसम्म जानुहुन्थ्यो? सानसानो बारो बिसे कति दिनमा कति टाइम लाग्थ्यो? बाहिर विशेषसम्म त यातायात अब त्यो तल डाग्लम भन्नेसम्म चाहिँ उहाँ ल्याउँछ गाडीले। त्यहाँबाट चाहिँ पैदल हिँड्नुपर्छ। त्यो तपाई सानो हुँदाखेरि पनि डाग्लमसम्म चाहिँ आउँथ्यो गाडी आउँछ। यो नाकाको कारणले गर्दाखेरि पनि होला हैन? यो पहिले यहाँ माथि चीनको बोर्डर नजिक हुनु भइरहेको थियो, त्यहीबाट चाहिँ पहिले अब त्यो यातायात चाहिँ पहिलेदेखि थियो। तपाई यताबाट चाहिँ चीन जानु भएको छ? पहिले जान्छ नि, यो भूकम्पभन्दा अगाडि त्यो लकडाउन
यो नसक्दा त गइरहन्छ नि हामी ओहोर दोहोर भइरहन्छ उता गइराख्नुहुन्थ्यो के सामानहरू किन्न ओर्न पनि सामान किन्न आफ्नो आफन्त मान्छेहरू हुन्छ भेटघाट हुन्छ त्यहाँ त्यसरी जान्छ सर यहाँबाट त उता तिब्बततिर त बिहे बटुलो पनि हुन्छ हैन यताबाट उताबाट यता गर्ने भन्ने हुन्छ त्यो पहिले धेरै नै हुन्छ पहिले धेरै नै हुन्थ्यो अब छैन अहिले चाहिँ गाह्रो छ हैन किनभने जान पनि सीमा पनि गाह्रो भयो बल्ल अहिले खुल्यो अब फेरि सुरु हुन्छ कि अब सुरुवात हुन्छ कि जस्तो लागेको छ अब उनीहरूले चिनमा बनाउँदैछ त्यो खासामा घर बनाउँदैछ सर त्यो बनाइसकेपछि चाहिँ हुन्छ कि अनि तपाईँको अहिलेको यो यता होमस्टेले चाहिँ कतिको कमाइ कस्तो गर्दो रहेछ कस्तो कस्तो भइरहेछ अलिअलि ठिकठाकै छ अब हल्का ठिकठाकै छ भन्नु पर्यो अब अलिकति चाहिँ अब मेनेजर चाहिँ बढी जाने भयो भर्खर खोलेको भयो अब पहिले गऱ्यो भए त एउटा थाहा पनि अनुभव पनि हुन्थ्यो अहिले भर्खर गर्दाखेरि चाहिँ अलिक गाह्रो जस्तो पनि लागिरहेछ अब फेरि हिउँ पानी परिसकेपछि हिँडाइ पनि गाह्रो छ त्यस्तो छ सर अनि कस्तो कस्तो मान्छेहरू आउँछन् त यहाँ बस्दाखेरि कहाँबाट आउँछ यहाँ तपाईँको त मान्छे दिनै पछि जस्तो आइराखेको हुन्छ होला हैन आइरहन्छ नि सर अब कहाँ उ त तराईदेखि मान्छे आइसकेको छ घुम्नलाई अनि रमाइलो हुँदो रहेछ नि ठाउँ ठाउँको मान्छेहरू भेट्नु पाइयो धेरै मान्छेहरू भेट्दै रमाइलो हुन्थ्यो सर अलिअलि है तर अब आज बस्छ भोलि उनीहरू गइहाल्छ फेरि धेरै टाइम त बस्दैनन् उनीहरू अब यहाँ एक क्याम यहाँ कहिले यहाँ गाउँमा बस्छ बगाउँमा प्रायः माथि चोर मोर जान्छ त्यस्तो अब बिहान आएर बेलुका फर्किने हो तर अब यसो सम्झिँदाखेरि त कस्तो रमाइलो भयो नि पहिला तपाईँहरू यही गाउँको मात्रै हुन्थ्यो यहाँ होइन अनि अहिले त अब तपाईँको छोराहरू फ्रान्स पुग्यो भारतमा पढ्दैछ होइन काठमाडौँमा पढ्दैछ यहाँ देशभरिको मान्छेहरू आउँछन् सबै ठाउँको मान्छेहरू देख्न भेट्न बोल्न पाइन्छ रमाइलो भयो यो त होइन पहिले भन्दा चाहिँ अहिले परिवर्तन जस्तो अब रमाइलो जस्तो लागिरहेको छ सर साथीभाइ भेटघाट हुने भयो पहिले यसो जङ्गलमा काम गर्नु परेन अहिले चाहिँ अब हल्का एउटा बजार जस्तै लागिरहेको छ अहिले चाहिँ पहिलाको भन्दा अलिक सजिलो पनि भयो अब यातायात आउनु भयो त्यसो भएर सजिलो जस्तो लाग्छ पहिले भन्दा सर अनि अहिले यहाँ आलु चाहिँ रोप्नुहुन्छ तपाईँहरू आलु रोप्छ यो गुरान चाहिँ अलि सानो घर नजिकै मात्रै नजिक धेरै त अब बुढो भयो खन्नु गाह्रो छ अब बोक्नु सक्दैन हिँड्नु सक्दैन त्यो फेरि हाम्रो यहाँ लाउनु त लाउँथ्यो बन्देले खान्छ बन्दै लाउँछ बन्देले खान्छ कि अब त्यहीबाट धेरै सर लाउँदैन कि हामी त्यही पनि अब काम गर्ने मान्छे घटेपछि त होइन आफू पनि यता बिजी हुनु पर्यो अनि सर अनि तपाईँले यहाँ कसरी गर्नुभएको छ यहाँ चाहिँ यो होमस्टे चाहिँ आलो पालो हो कि जसले मान्छे बोलाएर लिएर आउँछ त्यस्तै हुन्छ कि कस्तो सिस्टम छ त अहिलेसम्म चाहिँ हाम्रो अब यो माथि चोकोर मोकोरमा चाहिँ एउटा क्यू सिस्टम राखिदिएको छ पालो अहिले गाउँमा चाहिँ त्यस्तो भएको छैन अब जतिजना आउँछ त्यति राख्ने हो त्यति जाने हो अब यहाँ चाहिँ यसो मान्छेहरू गाडीबाट यहाँ आउँछ अनि अब त्यहाँ पनि यसो जानु पर्यो यता पनि छ होमस्टे भन्नु पर्यो होइन बोर्डहरू राख्नु पर्यो त्यस्तै तरिकाले हो नि सर त्यसरी आएछ अहिले चाहिँ माथि चाहिँ आलो पालो गर्नु भएको छ माथि चाहिँ अहिले अब क्यू सिस्टमले अब आफ्नो 10-10जना एक दिन 10,000 जनाको तर यहाँ विदेशीहरू पनि आउँछ कि नेपालको मात्रै आइरहेछ अहिले अहिलेसम्म चाहिँ अब विदेशी आइआउँछ नि सर अब नेपालको चाहिँ आइरहेछ अहिलेसम्म चाहिँ विदेशीहरू चाहिँ अब हल्का फुल्को अब पहिले त आउँथ्यो अहिले त्यो धेरै यो लकडाउन भइसक्यो त्यसै हिँड्ने छ उनीहरू आएको चाहिँ छैन भनेपछि तपाईँलाई चाहिँ यसो सम्झिँदाखेरि चाहिँ जीवन चाहिँ एकदम के छ छोराछोरी टाढा गए भन्ने दुःख धेरै छ कि होइन जम्मै आफ्नो हिसाबले गरी खाएका छन् पहिला जस्तो दुःख छैन अलि सुख छ सुविस्ता छ भने जस्तो कस्तो लाग्छ अब अहिले अब ठिकै हो उसको अब एउटा भविष्य त बनाउनु पर्यो बाउआमासँग रहेर काम त छैन अब ठाउँमा बसेर मात्रै पनि गरी खान गाह्रो छ अहिले यहाँ अब यहाँ खेती किसान हुँदैन के हुँदैन उब्जाउनु हुँदैन अब आफ्नो पेसा एउटा त गर्नु लाउनु पर्यो सर ठिकै जस्तो लागिरहेको छ कि मलाई तर उता फ्रान्सतिर जान पनि गाह्रै छ नि 20-25 लाख रुपियाँ तिर्नु पर्यो होइन तिर्नुपर्छ नि सर अनि त्यहाँबाट बाटो त्यस्तै छ वहाँ गएर कमाएर पठाउनु पर्यो उनीहरूले होइन त्यहाँ उता पनि फेरि पुग्यो भने मात्र उनीहरूले गाह्रो छ कि सर उतालाई पनि पढाउनु पर्छ पढाएर त्यहाँ पढ्नु पर्यो उसको भाषा सिक्नु पर्छ सर त्यो तैपनि उनीहरू के भन्छ छोराछोरीहरू उता भएकोले ठिकठाक छ हामीलाई यहाँ राम्रै छ भन्छ कि दुःख छ भन्छ के भन्छ उनीहरूले अब त्यति दुःख त भन्दैन उनीहरू राम्रो छ भन्छ उनीहरू कुराकानी भइरहन्छ भइरहेछ यहाँ त इन्टरनेट छ नि अहिले त बत्ती आइसकेपछि अब भइरहन्छ बत्ती जाँदा चाहिँ फेरि नेट सर केही पनि हुँदैन सर बत्ती हुँदा चाहिँ भिडियो कलमा कुरा गर्नुहुन्छ भिडियो कलमा कुरा गर्छ अनि सानो छोरी चाहिँ तपाईँको 8 वर्षको छ काठमाडौँमा बस्छ काठमाडौँमा होस्टेलमा ल्याएछ अहिले अब त्यो बोर्डिङ स्कुल पढ्छ होइन अब यहाँ नजिकै पनि स्कुल छैन छनु त छ सर यहाँ अब जमाना अब एउटा फेरिने जस्तो रहेछ कि अब यहाँ गाउँमा भन्दा नि तलतिर पऱ्यो भने चाहिँ अलिक बाटो टाटो हुन्छ त्यो सोच्छ त्यो पढाइ तलै जान्छ कि अनि उहाँ चाहिँ ऊ होस्टेलमा बस्छ तपाईँहरू त यहीँ हुनुहुन्छ कहिले काहीँ भेट्न गर्न जानुहुन्छ छोरीलाई भेट्न जान्छ हामी तल पुग्दाखेरि भेट्छ काठमाडौँ जानुहुन्छ महिना
15 दिन अनि बिदामा पनि आउँछ, बिदामा लिएर आउँछ। जिन्दगी त समाज समय हैन हेर्दा हेर्दै कस्तो भयो धेरै परिवर्तन भयो नि सर पहिले भन्दा त अहिले। अब रोड याद पहिले हामीलाई यसरी यहाँ रोड आउँछ बत्ती आउँछ भने केही सपनामा त थिएन, कल्पनै थिएन। हाम्रो यो चोकर मोरो गाडी जान्छ भनेको त सयमा एक मान पनि थिएन हाम्रो। अब पहिले भन्दा त धेरै परिवर्तन भयो सर। यसरी व्यापार गरिन्छ भन्ने पनि त थिएन होला। छैन सर। यतिको मान्छे अब यस्तो पढेर नआएर यस्तो होमस्टे खोल्नु पाउँछ त्यस्तो भन्ने कुरो त हाम्रो सयमा एक मान पनि थिएन हामीलाई। तर हेर्दा हेर्दै भयो। अब जान्दा यो हामीले देखादेखै भयो कि अहिले चाहिँ अब अझै के कुराहरू परिवर्तन हुन्छ होला अझै हैन, अझै धेरै वर्ष छ नि त। अनि धेरै अब परिवर्तन हुँदैछ अब अलिकति। अनि यो बाटोमा यता अब माथि भैरवकुण्ड जाने मान्छेहरू अझै धेरै मान्छेहरू खास किन आउन् जस्तो तपाईलाई लाग्छ? के छ यो यता जान यहाँ भैरवकुण्ड विशेष के छ तपाईहरु यहाँको मान्छेहरूको उसबाट हेर्दाखेरि चाहिँ के छ भैरवकुण्डमा त्यस्तो? भैरवकुण्ड भनेको कुरो अब एउटा देउथावा यात्रा पनि हो उहाँको। त्यहाँ अब धेरै नै एउटा हामीले अब नबुझ्नेले चाहिँ के न के हो, बुझ्नेले चाहिँ त्यहाँ मन्दिर छ त्यहाँ हैन, मन्दिरमा त हामीले जे चिज माग्छ त्योलाई सफल गरिदिन्छ। त्यस्तो भइरहेछ। पहिले चाहिँ हाम्रो यो जनै पूर्णिमामा चाहिँ ठुलो मेला लाग्थ्यो, अन्त आइपछि त लाग्दैन। अब अहिले चाहिँ अब आउनु चाहिँ अब उनीहरू कोही चाहिँ थाहै भएर यो दर्शनको लागि नै आउँछ, कोही चाहिँ अब यसो रमाइलो घुम्नेको लागि नै आउँदछ सर। अब काठमाडौँमा दिक्क लाग्यो भनेर आउने मान्छेहरू पनि हुन्छन् हैन। अब स्वर्खा यहाँ त स्वर्खा जस्तो रहेछ भन्छ उहाँहरू गेस्टहरू पनि खुसी भएर जाँदो रहेछ। कोही चाहिँ बिचरा हिँड्नु त्यो आधा बजीबाट फर्किने चाहिँ उनीहरू दुःख पनि मानेर हिँड्दो रहेछ, माथि पुग्नु सचेत भएन भनेर कतिपय दुःख भएर हिँड्दो रहेछ सर। यहाँ त यहाँ हिउँ पर्ने बेलामा चाहिँ यतातिर पनि हिउँ पर्छ सर, यहाँसम्म पनि पर्छ। यहाँसम्म पर्छ सर। तपाईहरु त अब पहिलादेखि नै यही हिउँसँग खेल्नुभयो हुर्किनुभयो हैन? बालकदेखि यहाँ जन्मेकोदेखि भन्नु सर। अलि अब धेरै मान्छेहरूले चाहिँ पहिला जस्तो सिजनमा यहाँ हिउँ पर्दैन, पहिला जस्तो छैन, समयहरू पनि परिवर्तन भयो भन्छन्। तपाईले कस्तो अनुभव गर्नुहुन्छ त्यो चाहिँ? यो समय चाहिँ पुरै परिवर्तन भयो के सर। अब यो हिउँ भनेको कुरा हामीले खास गरी पर्नुपर्ने यो पुष माघमा हो सर। यो पुष माघमा हामीले यहाँ हिउँ परेर पहिले अहिले त्यो चोकर मोर्दर भएको जति अब हिउँ पर्थ्यो सर पुष माघमा। यहाँतिर पनि त्यस्तै हुन्छ सर। अब त्यसरी अहिले चाहिँ परिवर्तन समय कसो परिवर्तन भयो भने चाहिँ अहिले चैततिर पर्यो, यो फागुनमा पनि परेन सर यहाँ। अस्ति त फागुनसम्म यो फागुन माघतिर त यहाँ त धुलो उड्ने भएको थियो यहाँ, पानी भने थप्पा पनि पर्दैन। यस्तो आफू यो पनि त ढडेर जाला छो तरस पनि भइरहेको थियो हामीलाई। अहिले चाहिँ अब फेरि चैततिर अब अहिले पानी आइसिन आउने टाइममा चाहिँ हिउँ परिरहेको छ कि सर। अनि जङ्गलमा यहाँ जनावरहरू पनि त्यस्तो पहिला भन्दा केही नयाँ भएको, पहिलाको त्यस्तो लोप भएको त्यस्तो केही अनुभव छ? जनावर नयाँ परिवर्तन त अब पहिला के पाइन्थ्यो यहाँ, अहिले त्यही पाइन्छ कि के? पहिला पाइन्छ सर। त्यो के पाइन्छ यतातिर? बाघहरू पनि पाउँछ? यहाँ बाघ हुन्छ, भालु हुन्छ, बन्देल हुन्छ, मिर्का हुन्छ, यो हरेक चिज हुन्छ यहाँ सर। अहिले यहाँ त त्यो हाब्रे पनि पाउँछ, रेड पाण्डा पनि हुन्छ सर। निकालो छ यतातिर? छ सर। यहीँतिर पनि पाउँछ रेड पाण्डा? रेड पाण्डा यहाँ चाहिँ पाउँदैन, माथि हो। माथि अब त्यो अघि सरले हामीले रोडबाट सरकारी हिँड्ने नि त हो, त्यहाँदेखि चाहिँ पाइन्छ। माथि त हिमचितुवा पनि पाउँछ होला? हिमचितुवा पनि हुन्छ सर। तपाईले देख्नु भएको छ बाघलाई, भालु, चितुवाहरू नजिकैबाट देख्नु भएको छ यहाँतिर? देख्छ नि सर। त्यो त देख्छ है? देख्छ। कतिको नजिकबाट देख्नु भएको छ? त्यस्तै हामीले 3 किलोमिटर फरकसम्म चाहिँ देखेर। 3-4 मिटर किलोमिटर हैन, मिटर हैन? मिटर। अनि के त्यस्तोमा के भाग्ने आफू कि ऊ भाग्ने कि के हुन्छ त्यस्तो? तपाईहरु ग्रुपमा हो कि एक्लै कि? हामीलाई अब ऊ भाग्ने चान्स भयो भने हामीलाई केही पनि गर्दैन, आफै जान्छ। ऊ आफै जान्छ। उलाई बाइ चान्स हामीलाई उलाई भाग्ने ठाउँ छैन, के भयो भने चाहिँ मान्छेले सोध्न आउँछ। यता त्यस्तो केही घटनाहरू पनि भएको छ? अब यो भागले चाहिँ त्यस्तो भएको छैन। भालुवाले चाहिँ 1-2 जनाले चिथरेको छ अलिअलि। घाँस दाउरा गर्न जाँदा? घाँस दाउरा गर्न चाहिँ चौरी चराउँदा। अनि यहाँ गोठहरू पनि ल्याउँछ त पछितिर हिउँदमा? अब कुनै बेलामा यहाँसम्म झार्छ कि माथि मात्रै हुन्छ चौरी गोठहरू? अहिले चौरी गोठ चाहिँ अब अहिले तल बसिरहेको छ। उयो गाउँतिरै छ, यता तलतिरै छ। यहीँतिरै छ। अब माथि लान्छ? अब यो हाम्रो जेर असारदेखि चाहिँ माथि लान्छ। आजकल त्यो गोठहरू पनि पहिला भन्दा घट्यो कि उस्तै छ? धेरै घटेको छ नि सर। अब मान्छे बस्दैन यहाँ। अब अहिलेको युवकहरू कसले गोठ पालेर? युवकहरू कुनै बस्दैन। अब पहिलेको बुढिसकालीहरूले हल्का हल्का पालिरहेको छ यहाँ। पहिला चाहिँ एउटा गोठमा कति जति चौरीहरू हुन्थ्यो? 20 देखि चाहिँ 30, 40, 50 एउटै गोठमा हुन्थ्यो। एउटै गोठमा। अहिले चाहिँ अहिले कति जति छ? पाल्नु त त्यसरी पालेको छ पाल्नुले चाहिँ। अब धेरै गोठ छैन। अब पहिले हाम्रो
हिसाबले चाहिँ अहिले धेरै घट्यो के सर। गोठ चाहिँ घट्यो, चौरीहरू चाहिँ त्यति नै छ तर गोठ चाहिँ घट्यो। गोठ घट्यो कि सर। अनि चौरी भएको बेलामा त पुरा हैन त्यो घन्टी बजाउँदै चौरीहरू चाहिँ पुरै त्यहाँनिर हिँड्छ, चौरी दुने दुधहरू। अब त बेच्न त सजिलो हुन्छ होला, छुर्पीहरू पनि बनाउनु हुन्छ हैन? अब दुध चाहिँ हाम्रो बेच्दैन यहाँ, आफ्नो आफ्नो गोठमै ड्यारी जस्तो गरेर आफ्नो गोठमै मेसिनले पेल्छ। अब पहिलेको भन्दा अब यसरी त्यो हामीलाई त्यो काठको भाँडामा के अरे पार्नु पर्दैन, मेसिनले अहिले सजिलो। गोठमा मेसिनहरू पनि ल्याइसकेको छ, गोठमा दुध पेल्ने मेसिन हुन्छ। अनि दोयो, त्यही ततायो, पेल्यो, अनि के बनायो? छुर्पी। त्यहीबाट छुर्पी बनायो, नौनी बनायो। अनि बेच्न चाहिँ कहाँ उता लाने कि यहीँ बिक्छ? बेच्ने अब यहाँ यस्तै उनीहरू अब गोठको मान्छे त लाँदैन, गोठको मान्छेले चाहिँ हामीलाई यहाँ दिन्छ, हामीबाट चाहिँ कलेक्सन गरेर तल काठमाडौँसम्म लान्छ। गोठ पनि पहिला जस्तो चित्रोहरूको होइन, अहिले त पुरा जस्ताको गोठहरू बनाएर छ नि। पहिला जस्तो जस्ताको बनाएको छ, पहिला त चित्राहरूको गोठ हुन्थ्यो नि त। अहिले चित्र त अब कुनैले अब बुन्ने चित्रै बुन्दैन होइन, अहिले तम्बुले छ कि प्लास्टिक तम्बु जस्तो टेन्ट जस्तै राख्ने हैन, त्रिपालले। त्रिपालले भनेको त्यो गोठ पनि नयाँ खालको भयो हैन? गोठ पनि परिवर्तन भयो नि। अब पहिले त घरमा त जस्ता नहुन्थ्यो, फले बनेर हाम्रो काठको हुन्थ्यो। अहिले त गोठले चौरी गोठ पनि फल के अरे जस्ता छाउनु पाउनु भयो नि त। यो पनि त अनौठै भयो नि, अनौठो कुरा भन्यो त। त्यही त अब सबै कुराहरू फेरियो होइन। अब यो बाटो यो फेरेको एउटा त बाटोले, तपाईँले अघि भन्नुभयो बाटो पुगेर धेरै कुराहरू पुग्यो, अरू चाहिँ के कारणले गर्दा अब त्यसरी फेरियो होला? यो अब खै अब यो खास गरी चाहिँ के यो कारण चाहिँ अब बाटो यातना भइसकेपछि सबै कुराहरू ल्याउन सजिलो भयो, सस्तो पनि भयो। त्यसबाट अन्त फेरि अहिले अब त्यो जस्ता गोठको तम्बुहरू भने चाहिँ अहिलेको मान्छेले भारी बोक्नु जाऊ भने भयो। जोब के हुन्छ त्यो गोठमा, त्यो चित्रहरू त जोबकेले बोक्दैन नि त सर, बोक्दैन। अब त्यसमा त अब बोक्नु त त्यो तम्बु छ भने सजिलो भयो, पटायो राख्यो अनि गोठ माथि सार्दा माथि लिएर गयो, त्यो जोबकेले बोकाउँछ, तर ल्याउँदा तलै लिएर आयो होइन, तलै माथि लाग्छ। त्यो पनि सजिलो भयो। पहिले भन्दा धेरै परिवर्तन भइरहेको छ, धेरै परिवर्तन भएको छ। भनेपछि जे जिन्दगी रमाइलो छ होइन त? रमाइलै छ भन्नु पर्यो अलि सर। पहिलाकै जस्तो होस् भनेर मात्रै पनि भएन नि सर होइन। परिवर्तन अब आएको त्यो परिवर्तनहरूलाई त अब स्वीकार्दै जानु पर्यो नि होइन। स्वीकार्दै जानु पर्यो सर। अब छोराछोरीहरूले पढुन् भन्नै पर्यो होइन, बाहिर जान्छु भन्छन् जाऊ भन्नै पर्यो होइन। यहीँ बस्छ भन्यो भने फेरि अब अपर्च्युनिटी अब काम गर्ने त्यस्तो छैन वातावरण। पहिलेको समय जस्तो छैन सर। आजकलको बच्चाहरूले यहाँ काम गरिदिँदैन सर। अहिले आएर यहाँ उनीहरू 1-2 महिना बस्नु त कसो जिएर मान्छ। अब तपाईँलाई के लाग्छ, तपाईँहरू सबैजना 7 जना छोराछोरीहरू एकै ठाउँमा भेला हुन्छ होला? इन्डियामा भएको छोराछोरी, फ्रान्समा भएको छोराछोरी सबैको छुट्टी मिलेर एकैचोटि चाडमा होइन भेला हुनलाई त गाह्रै हुन्छ होला। गाह्रै मान्छ सर, होइन। एउटाको छुट्टी मिल्दा अर्कोको मिल्दैन, अर्कोको मिल्दा अर्कोको मिल्दैन होइन। त्यस्तो एकैचोटि त कहीँ एकैचोटि भेला त हुन सक्दैन होला। अब त्यो एकै ठाउँ पनि भएन, एउटै काम पनि हुँदैन होइन। कोही पढ्दैछ, कोही काम गर्दैछ, कोही अर्को देशमा छ, कोही केमा छ होइन। त्यस्तो भएर आउँदा पनि सबै एकैचोटि आउँदैन, आलो पालो गरेर आउला, पालो पालो हुन्छ। अब कोही छुट्टी जे पढेकोहरू छुट्टी भयो भने आउँछ। यहाँबाट त धेरैजना फ्रान्स र अनि अमेरिका पनि धेरै गएको रहेछ नि। यहाँ गाउँको त फ्रान्समा नपुगेको त कुनै छैन सर, कुनै घर छैन, 2टा 3वटा 4वटा 5वटा त्यस्तो पुऱ्याएको छ एउटा घरबाट। जस धेरै जना जाने छ नि फ्रान्स नै जान्छ। अनि अमेरिका पनि गएको छ, अमेरिका, फ्रान्स, अनि कोरियातिर पनि गएको छ अलिअलि, कोरियातिर पनि गइरहेछ, जापान कोरिया हो त्यस जान्छ। साउदी कतारहरूतिर चाहिँ खासै गएको छैन है, त्यस्तो जान्दैन सर। त्यो चाहिँ कस्तो एउटा घरबाट गयो भने चाहिँ त्यो जान पनि सजिलो हुन्छ, त्यही अब त्यसरी गरेर जाने भएर हो कि धेरै कमाइ हुन्छ भनेर हो कि खास के होला त्यसको कारण चाहिँ? अब यस्तो हो, कमाइको हिसाब जान्छ। अब यो खाडी क्षेत्रतिर त त्यति कमाइ पनि हुँदैन, उनीहरूले दुःख पनि ज्यादा हुन्छ अरे, आफू त नपुगे पनि उहाँहरूले भनिन्छ नि त, गोगोहरूले भनिरहेको छ। त्यसबाट चाहिँ हाम्रो स्याहारपात अर्को चाहिँ अब ऋणै थाहा भए पनि अलिक ठुलै देशमा प्राइस गर्छ, उसको ऋण त्यो फेरि छिटै महिनामा तिर्न सकिन्छ भनेर। यहाँबाट चाहिँ काठमाडौँमा हिजो माथि एकजना दाइसँग कुरा गर्दा चाहिँ काठमाडौँमा घर थियो, घर बेचेर पनि छोराछोरीहरूलाई त फ्रान्स पठाएको भन्नुहुन्थ्यो क्या। 2-3 जना फ्रान्स गएको अरे चोकर मकरमा, अनि घर थियो घरै बेच्दियो, सबै उनीहरूले पनि पैसा लिएर गयो भनेर भन्दै हुनुहुन्थ्यो क्या होइन। अब त्यसरी देश अब लगानी पनि ठुलो, पछि आउने पनि ठुलो भयो नि त, अलिकति आउने ठुलो भनेपछि सबै जसो यो गाउँको सबै घरबाट कम्तीमा पनि एकजना चाहिँ गएकै छ होइन फ्रान्स। नपुग्यो अब यहाँ यो गाउँको चाहिँ त अब नपुगेको भनेको त कुनै छैन, सबै पैसा 4-5 जनासम्म पनि छ, 4-5 जना 6 जनासम्म छ एउटै घरको। एउटा घर भन्छ त्यो त एकदम राम्रो आम्दानीको स्रोत पनि भयो नि होइन।
त्यस्तो भइरहेछ। अनि घरमा चाहिँ बुढाबुढी मात्रै छन्, बुढाबुढी मात्रै छन्, जस्तो बिहे गरेर आएको छ त्यस्तो छ। हुन्छ ल, अब चाहिँ के कुराहरू देख्नुपर्ने हो विकास होइन, परिवर्तन नयाँ नयाँ के हुने हो अझै अनि सर होइन। तपाईँले गर्नुभएको अब यो जुन होमस्टे छ अब यहाँ गर्नुभएको छ, मासतिर बजारमा बाटोको छेउमा गर्दै हुनुहुन्छ, चक्कर मकरमा गर्दै हुनुहुन्छ होइन। त्यहाँ अब यो बाटोमा हिँड्ने मान्छेहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ, शेर्पा होमस्टेमा बसौँ होइन, के छ खाने बस्ने कुराहरू राम्रो छ, सेवा सुविधा भनेर के भन्नुहुन्छ भने भन्नु लास्टमा। अब अहिले सुविधाहरू चाहिँ उहाँहरूले अब राम्रै छ भनिसके सरले चाहिँ, अहिलेसम्म चाहिँ कम्प्लेन चाहिँ आएको छैन, कम्प्लेन केही गरेको छैन, कम्प्लेन गरेको छैन। अब त्यो पनि हामीले अब अलिकति चाहिँ अब उनीहरूले नराम्रै भएर राम्रो भन्यो हो कि नराम्रो भएर नराम्रो त्यसले पनि राम्रो भन्यो, हामी त्यति बुझ्नु सकेको छैन। हामी अहिले भर्खर नौलो भएर चाहिँ अलिकति हामीले नि अनौठो लगाइरहेको छ कि अब नराम्रो पो हुने हो कि कम्प्लेन पो दिने हो अर्कोको भन्दा नराम्रो कम्प्लेन केही गर्छ कि होइन, गर्छ कि भनेर अहिले मनमा चाहिँ तरास भइरहेको छ कि हामीले। तर त्यही भएर पनि तपाईँले अझ राम्रो सर्भिस दिनुहुन्छ होला नि त होइन। अब अलि हामीलाई यहाँ बस्ने अब खाटदेखि चाहिँ लिएर अब हामीले अलिक व्यवस्था अलि राम्रै बनाउनु विचार छ। अहिले चाहिँ हामी भर्खर नयाँ पर्यो, नयाँमा चाहिँ अब माथि अब हिउँले गर्दाखेरि अब जाने बाटो पनि छैन सर। सबै कुरा फेरि एकैपटक गर्न लगानी पनि ठुलो चाहिन्छ नि, लगानी थुप्रै जाँदैछ सर, बिस्तारै गर्दै गर्नु पर्यो, हल्का हल्का अब आफैले त्यो लगानी जम्मा हुँदै त्यसमै युज गरिरहेको छ कि सर अहिले। हुन्छ दाइ ल, धेरै धेरै धन्यवाद, हामी फेरि आउँदा पनि तपाईँकोमा भेटौँला है त। हस् धन्यवाद। हस् हस् दाइ।